देवर र भाउजू बीचको सम्बन्धको गहिरो, विस्तृत र भावनात्मक रूपमा जटिल भएको रोचक र मार्मिक कथा। यो कथा चाहिँ हामीलाई सीता खतिवड़ाले जापादेखि पठाउनु भएको हो, जुन कथाको शीर्षक छ अप्ठ्यारोको बन्धन, एक जटिल सम्बन्धको कथा। मौनताको पिंजरा। लकडाउनको कठोर घोषणासँगै काठमाडौँको भागदौड एकाएक थामियो। सधैँ कोलाहल र धुवाले भरिने सडकहरूमा एक अनौठो भयावह सन्नाटा छायो, मानव प्रकृतिले एउटा लामो सास फेरेको थियो। यही अप्रत्याशित परिस्थितिले गाउँबाट जग्गाको कामले आएका रमेशलाई अकल्पनीय बन्धनमा बाँध्यो। ऊ काठमाडौँमा रहेकी आफ्नी दिदी नाता पर्ने भाउजू सीताको सानो 2 कोठे फ्ल्याटमा बस्न बाध्य भयो। सीताका श्रीमान प्रकाश 3 वर्षदेखि विदेशमा थिए। पैसा त पठाउँथे, तर पैसाले भौतिक आवश्यकता बाहेक अरू केही किन्न सक्दैनथ्यो। उनको जीवनमा एक किसिमको खालीपन र उकुस-मुकुस लामो समयदेखि थियो। दिनहरू भिडियो कलका पर्खाइमा र रातहरू सिरानीमा आँसु लुकाउँदै बित्थे। रमेशको आगमनले त्यो खालीपनलाई अप्रत्याशित रूपमा भर्ने प्रयास गरिरहेको थियो, तर यो प्रयास कति महँगो पर्नेछ दुवै अनभिज्ञ थिए। सुरुका दिनहरू असहजता र सङ्कोचको पर्खालले घेरिएका थिए। एउटै छतमुनि जहाँ भान्सा र बैठक कोठा एउटै थियो र सुत्नका लागि एउटा कोठा र बैठकै सोफा थियो। मर्यादाको एउटा अदृश्य तर शक्तिशाली रेखा कोरिएको थियो। रमेश बैठकको सोफामा सुत्थ्यो र सीता आफ्नो कोठामा। तर त्यो सानो फ्ल्याटमा निजतो हुवले छ भन्ने कुरा लगभग असम्भव थियो। सीताले आफ्नो वैवाहिक धर्म र सामाजिक मर्यादा सम्झिन्थिन्, रमेशले आफ्नी भाउजूप्रतिको देवरको कर्तव्य। उनीहरू आवश्यक परे भन्दा बढी बोल्दैनथे। खाना खाँदा चम्चा र थाल ठोकिएको आवाज पनि उनीहरूलाई भारी लाग्थ्यो। पग्लिँदै गरेको पर्खाल। तर दिनहरू हप्तामा र हप्ताहरू महिनामा परिणत हुँदै जाँदा लकडाउनले सिर्जना गरेको एकाकीपन र बाहिरको विश्वबाट पूर्ण रूपमा विच्छेदले उनीहरूलाई एकअर्काको नजिक ल्याउन थाल्यो। त्यो सानो फ्ल्याट नै उनीहरूको संसार बन्यो। बाहिरको डर र भित्रको मौनताले उनीहरूलाई एकअर्काको सहारा खोज्न बाध्य बनायो। यो क्रम भान्साबाट सुरु भयो। एक दिन सीताले तरकारी काट्दै गर्दा रमेशले भन्यो, भाउजू म सघाउँछु नि। त्यो दिनदेखि उनीहरू सँगै खाना बनाउन थाले। कहिले नुन खुर्सानीको मात्रा मिलाउँदा उनीहरूका हातहरू ठोक्किन्थे। दुवैको शरीरमा एक अनौठो तरङ्ग सञ्चार हुन्थ्यो। उनीहरू नजर जुदाउँथे र हल्का मुस्कुराएर तुरुन्तै अन्यत्र हेर्थे। दिउँसोको फुर्सदमा उनीहरू छतमा जान थाले। छतबाट देखिने खाली काठमाडौँ उनीहरूको मन जस्तै उजाड थियो। त्यही बसेर उनीहरू जीवनका साना साना कुराहरूदेखि लिएर गहिरो भावनाहरूसम्म बाँड्न थाले। सीताले आफ्नो एक्लोपन, श्रीमानको याद र भविष्यको अनिश्चितताका कथाहरू सुनाइन्। उनको आवाजमा दबिएको पीडा थियो। रमेशले पनि आफ्नो पढाइ, बेरोजगारीको चिन्ता र भविष्यका सपनाहरू व्यक्त गर्यो। उसले पहिलो पटक कसैको अगाडि आफ्नो मन यसरी खोलेको थियो। उनीहरूले एकअर्काको कमजोरी र सपनाहरूमा आफूलाई भेट्टाउन थाले। भावनाको आदि। साँझ पर्दै जाँदा शहरको सन्नाटा गहिरिन्थ्यो र कोठाभित्रको निकटता बढ्दै जान्थ्यो। एक साँझ बत्ती गयो। काठमाडौँमा लोड सेडिङको युग सकिए पनि प्राविधिक गडबडीले कहिलेकाहीँ अँध्यारो छाउँथ्यो। सीताले मैनबत्ती बालिन्। त्यो मधुरो हल्लिरहेको प्रकाशमा उनीहरूको अनुहारमा अनौठा भावहरू खेलिरहेका थिए। बाहिर पानी पर्न थाल्यो र ज्यालबाट चिसो हावाको झोंका आयो। सीता कापिन्। रमेशले अनायासै आफ्नो सल उनको काँधमा ओढाइदियो। उसको हातले सीताको काँध छुँदा दुवैले एकैसाथ सास रोके। त्यो स्पर्शमा आत्मीयता थियो, सुरक्षाको भाव थियो र त्यो भन्दा बढी थियो एकअर्काप्रतिको बढ्दो आकर्षण। त्यो रात उनीहरू धेरै बेर बोलेनन्, तर उनीहरूको मौनतामा हजारौं शब्दहरू थिए। उनीहरूका बीचमा एउटा अदृश्य बन्धन कसिलो बन्दै गयो। सीताको आँखामा रमेशले एक अनौठो सान्त्वना पायो। रमेशको उपस्थितिमा सीताले आफ्नो जीवनमा गुमाएको न्यानोपन महसुस गरिन्। अब उनीहरूका दिनचर्या बदलिएका थिए। उनीहरू सँगै फिल्म हेर्थे, कहिलेकाहीँ एउटै इयरफोन लगाएर गीत सुन्थे। गीतका शब्दहरूले उनीहरू के कथा भनिरहेको जस्तो लाग्थ्यो। रमेशले सीतालाई कपाल बाँध्न मद्दत गर्थ्यो र सीताले रमेशको सर्टको टाँक लगाइदिन्थिन्। यी साना साना पलहरूले उनीहरूको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लग्यो। डर थियो, तर त्यो भन्दा बढी थियो अप्रत्याशित भावनाको आवेग। एक रात ठूलो मेघ गर्जियो र सीता डराएर चिच्याइन्। रमेश हतारिँदै उनको कोठामा पुग्यो। अँध्यारोमा ठेस लागेर ऊ सीताकै खातमा लड्न पुग्यो। उसको शरीर सीताको शरीरसँग ठोक्कियो। त्यसपछि समय रोकिए जस्तो भयो। दुवैको मुटुको धड्कन बढ्यो। उनीहरूले एकअर्काको श्वास महसुस गरिरहेका थिए।
रमेश उठ्न खोज्यो तर सीताले उसको हात समातिन्। त्यो स्पर्शमा बिन्ती थियो, एक किसिमको समर्पण थियो। रमेशले सीताको अनुहारलाई आफ्नो हातले छोयो र बिस्तारै उसको ओठमा आफ्नो ओठ राख्यो। त्यो चुम्बनमा 3 महिनादेखि दबेका सबै भावनाहरू, सबै चाहनाहरू र सबै डरहरू मिसिएका थिए। त्यो रात उनीहरूले सबै मर्यादा र सङ्कोचका पर्खालहरू भत्काइदिए। उनीहरूले एकअर्काको न्यानो काखमा संसार बिर्से, जहाँ बाहिरी संसारको कुनै नियम वा बन्धनले उनीहरूलाई प्रभाव पार्न सकेन्। उनीहरूलाई यो सम्बन्ध गलत हो भन्ने थाहा थियो, तर परिस्थितिको बाध्यता र मानवीय चाहनाको तीव्र आवेगले उनीहरूलाई त्यस पलमा बाँधिरहेको थियो। हरेक बिहान उनीहरू अपराध बोधले भरिन्थे, तर हरेक रात उनीहरू फेरि एकअर्काको अँगालोमा हराउँथे। यो उनीहरूको लागि एउटा मिठो तर खतरनाक यात्रा थियो, जसको अन्त्य भयावह हुन सक्थ्यो। सत्यको उजागर र पीडादायी परिणाम। लकडाउन खुल्ने घोषणाले उनीहरूको सानो संसारमा भूकम्प ल्याइदियो। रमेश आफ्नो गाउँ फर्कनुपर्ने भयो। बिछोडको त्यो दिन अत्यन्तै पीडादायी थियो। सत्य धेरै दिन लुक्न सक्दैन। एक दिन प्रकाशले पुरानो दराज सफा गर्दा एउटा डायरी भेटे। त्यो सीताको डायरी थियो, जुन उनले लकडाउनको समयमा लेख्न सुरु गरेकी थिइन्। सुरुका पानाहरूमा एक्लोपनको कथा थियो, तर बीचका पानाहरूमा रमेशसँगको भावनात्मक र शारीरिक निकटताको हरेक विवरण थियो, पहिलो स्पर्शदेखि अन्तिम बिछोडसम्म। प्रकाशले ती पानाहरू पढ्दै जाँदा उसको संसार नै भत्कियो। उसको हात कापिरहेको थियो, आँखा रगत जस्तै रातो भएको थियो। वर्षौंदेखिको विश्वास, प्रेम र सपना एकै पलमा खरानी भयो। त्यो रात घरमा ठूलो आँधी आयो। प्रकाशको आक्रोश र सीताको मौन रोदनले कोठाहरू गुन्जिए। सीताले केही भन्न सकिनन्, उनको मौनता नै उनको स्वीकारोक्ति थियो। विश्वासको जग भत्किएपछि सम्बन्धको घर उभिन सक्दैनथ्यो। लामो छलफल र पीडादायी क्षणहरूपछि उनीहरूले छुट्टिने निर्णय गरे। सीता र प्रकाश बीचको वैवाहिक सम्बन्ध अन्ततः एउटा चिसो र अपरिचित अदालतको कोठामा विवाह विच्छेद एर्नोक्सेको कागजमा टुङ्गियो। सीता अब पूर्ण रूपमा एक्लै थिइन्। उनले श्रीमान गुमाइन् र समाजको नजरमा आफ्नो सम्मान पनि। रमेशसँगको सम्बन्ध पनि एक क्षणिक आवेग बाहेक केही रहेन, जसले उनको जीवनलाई सधैँका लागि तहस-नहस बनाइदियो। उनी त्यही 2 कोठे फ्ल्याटमा एक्लै बसिन्, जहाँ उनले एकपटक प्रेम र सान्त्वना पाएकी थिइन्, तर अब त्यहाँ केवल पश्चाताप, एक्लोपन र अनन्त पीडाको बास थियो। यो कथा मानवीय कमजोरी, परिस्थितिको प्रभाव र नैतिक द्वन्द्वको एउटा दुःखद चित्रण हो। लकडाउनले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिमा मानवीय चाहनाहरूले कसरी सीमाहरू तोड्न सक्छन् र त्यसले जीवनमा कस्ता जटिल र विनाशकारी परिणामहरू ल्याउन सक्छ भन्ने कुरा यसले देखाउँछ। कहिलेकाहीँ केही पलको आवेगले जीवनभरको पीडा निम्त्याउन सक्छ। सीताजीको यो मन छुने कथाले तपाईको हृदयमा पनि मनको ड्याङ्ग्रो बज्यो होला। यस्ता सम्बन्धहरूबाट बेलैमा बच्नुहोला। तपाईलाई यो कथा कस्तो लाग्यो? आफ्नो विचार तल कमेन्टमा अवश्य लेख्नुहोला। यदि तपाईसँग पनि यस्तै अविस्मरणीय कथाहरू छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। हाम्रो च्यानललाई सब्स्क्राइब गरी सँगै रहेको बेल आइकनलाई पनि थिच्नुहोस्, ताकि हाम्रा आगामी कथाहरू तपाईले सबैभन्दा पहिले हेर्न पाउनुहोस्। सधैँ खुसी रहनुहोस्, स्वस्थ रहनुहोस्। जय नेपाल।